बाइबलमा विश्वास गर्ने विश्वासीहरूको लागि येशू ख्रीष्ट स्वर्ग जाने एउटै मात्रै बाटो हुनुहुन्छ भन्ने कुरामा कुनै दुविधा छैन। तर संसारमा यति धेरै धर्महरू छन् र कसरी थाहा पाउने कि येशू ख्रीष्ट मात्र स्वर्ग जाने बाटो हुनुहुन्छ र यस भिडियोमा रहेर हामी चर्चा गर्नेछौँ। विश्वासीहरूले भन्ने गर्छन् कि येशू ख्रीष्ट स्वर्ग जाने एउटै मात्रै बाटो हुनुहुन्छ र यो दाबी विश्वासीहरू स्वयंबाट आएको दाबी होइन, तर यो दाबी येशू ख्रीष्ट स्वयंले गर्नुभएको र उहाँले यूहन्ना 14:6 भन्नुहुन्छ, बाटो सत्य र जीवन म हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। संसारमा हामीले हेर्ने भने यति धेरै धर्मगुरुहरू आएका छन् र कुनै पनि धर्मगुरुले म नै स्वर्ग जाने बाटो हो भनेर बताएको छैन। तर येशू ख्रीष्टले भन्नुहुन्छ कि म मात्रै स्वर्ग जाने बाटो हो, अनि यो उहाँले केही कारणहरूले नै भन्नुभएको छ। बाइबलमा हामीले यसको सही जवाफ पाउँदछौँ। उहाँ मुक्तिदाता हुनको लागि परमेश्वरबाट चुनिनु भएको हो। उहाँ मात्र स्वर्गबाट ओर्ल्याउनु भएको र स्वर्गमा उक्लनु भएको छ। येशू ख्रीष्टले मात्रै शरीरमा भए तापनि पाप रहित जीवन जिउनुभयो, अनि यस्तो संसारमा कोही पनि छैन जसले पाप रहित जीवन जिएको छ। उहाँ मानव जातिको लागि एउटै मात्र बलिदान हुनुहुन्छ, अनि उहाँको बलिदानद्वारा मात्र सम्पूर्ण मानव जातिको पाप क्षमा हुन्छ। उहाँले व्यवस्था र अगमवक्ताहरूलाई पुरा गर्नुभयो। उहाँले मृत्युलाई सदाको लागि जित्नु भएको छ। उहाँ मानिस र परमेश्वरको बीचमा मध्यस्थता गर्नुहुन्छ। परमेश्वरले उहाँलाई अति उच्च तुल्याउनु भयो कि हरेक नाउँभन्दा उहाँ उच्च पारिनुभयो। हामीले बाइबल धर्मशास्त्रमा हेऱ्यौँ भने येशू ख्रीष्टले मात्र भन्नु भएन कि उहाँ मात्र स्वर्ग जाने बाटो हुनुहुन्छ, तर उहाँलाई पछ्याउने चेलाहरूले पनि यही कुरा दावी गर्दछन् कि येशू ख्रीष्ट मात्र स्वर्ग जाने बाटो हुनुहुन्छ। अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन, अनि यो चाहिँ महासभाको सामुन्ने पत्रुसले दिएको गवाई हो। त्यसै गरी प्रेरित पावलले पनि यस विषयमा गवाई दिनुहुन्छ। यसै कारण भाइ हो, तपाईँहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा पाप क्षमा हुन्छ भन्ने घोषणा तपाईँलाई दिएको छ। तपाईँ विश्वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनु भएको छ। त्यसै गरी येशू ख्रीष्टको चेला यूहन्नाले पनि यही गवाई दिनुहुन्छ कि मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेको छु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ। त्यसै गरी प्रेरित पावलले भन्नुहुन्छ, येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। त्यसो भए हामीले कसरी थाहा पाउन सकिन्छ कि येशू ख्रीष्टले गरेको दाबी र उहाँलाई पछ्याउनु भएका चेलाहरूले गरेको दाबी चाहिँ सत्य छ भनेर? अनि पुरानो करारमा यदि हामीले हेऱ्यौँ भने जति पनि मसीहको विषयमा गरेको भविष्यवाणी छ, ती सबै भविष्यवाणी चाहिँ येशू ख्रीष्टको जीवनमा पुरा भएको छ। उहाँ बेथलेममा जन्मिनुहुनेछ भन्ने विषयमा, उहाँ कन्याबाट जन्मिनुहुनेछ भन्ने विषयमा, उहाँले पाउनुहुने दुःख कष्टको विषयमा, उहाँको मृत्युको विषयमा, अनि जति पनि कुराहरू पुरानो नियममा भविष्यवाणी गरेछ, ती सबै भविष्यवाणी चाहिँ येशू ख्रीष्टको जीवनमा पुरा भएको छ। र हामीले यहाँबाट पनि थाहा पाउन सक्छौँ कि येशू ख्रीष्टले भनेको कुराहरू सत्य छ। र येशू ख्रीष्टले यो पनि दाबी गर्नुभएको छ कि उहाँ एउटा मानिस मात्र नभएर उहाँ परमेश्वर पनि हुनुहुन्छ। उहाँले भन्नुहुन्छ, पिता र म एक हो। अब्राहम हुनुभन्दा अघि नै उहाँ हुनुहुन्थ्यो। येशू ख्रीष्टको पुनरुत्थानपछि जब येशू ख्रीष्टले थोमालाई भेट्नुभयो, थोमाले येशू ख्रीष्टलाई आराधना गरेको छ र थोमाले गरेको आराधना येशूले स्वीकार गर्नुभयो। यदि उहाँ चाहिँ सामान्य व्यक्ति मात्रै हुनुहुन्थ्यो अथवा अगमवक्ता मात्रै हुनुहुन्थ्यो भने उहाँले थोमाले गरेको आराधनालाई स्वीकार गर्नुहुन्थ्यो, तर उहाँ स्वयं परमेश्वर भएको कारणले गर्दा उहाँले थोमाले गरेको आराधना पनि स्वीकार गर्नुभयो। र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ उहाँले भनेको सबै दाबीहरू चाहिँ कसरी सत्य छ भनेर थाहा पाउन सकिन्छ त, र त्यो चाहिँ उहाँले आफूले गरेको भविष्यवाणीलाई पुरा गर्नुभयो। उहाँले भन्नुभएको थियो कि तेस्रो दिनमा चाहिँ म मृत्युबाट जीवित भएर उठ्नेछु, र ती सबै कुराहरू चाहिँ उहाँले मृत्युबाट पुनर्जीवित भएर प्रमाणित गर्नुभयो। येशू ख्रीष्ट पुनरुत्थान हुनुभएको कुरा बाइबल धर्मशास्त्रले मात्र नबताएर सेकुलर हिस्टोरियनहरूले पनि यी कुराहरू बताएका छन्। र हामीले यो पनि थाहा पाउन सक्छौँ कि जुन व्यक्तिहरूले येशू ख्रीष्टलाई दोष लगाएका थिए, उनीहरूले कुनै पनि प्रकारको दोष पाउन सकेनन्। पिलातसले पनि कुनै पनि दोष प्राप्त गर्न सकेन। जब येशू ख्रीष्ट पुनरुत्थान हुनुभयो, उहाँ 500 मानिसहरू कहाँ देखा पर्नुभयो र धेरैजनाको सामुन्ने उहाँ स्वर्गमा उचालिनुभयो र धेरैजनाले उहाँलाई देखेका छन्। र यदि येशू ख्रीष्ट पुनरुत्थान हुनुभएको हो भने येशूले भन्नुभएको दाबी पनि सत्य छ, र उहाँले भन्नुहुन्छ, बाटो सत्य र जीवन म हो, मद्वारा बाहेक